सो हेलो एभ्रिवान वेलकम ब्याक माई ब्लग हजुर फेरि एउटा न्यू ब्लगको साथ आइसकेको छु धेरै दिनपछि एन्ड हामीहरू चाहिँ सिजन सिद्धाएर हामी तल आइसक्यौँ होइन एन्ड हामी चाहिँ यहाँ यो सेउको सानो सानो भेराइटीको आइसक्यो न्यू भेराइटी छ होइन सो यसमा चाहिँ हामीहरू आज नर्सरीमा काम गर्दैछौँ होइन एन्ड आज चाहिँ हाम्रो यो के अरे यो यसको गुडाइहरू गर्नुपर्छ होइन यो चाहिँ सानो भेराइटीको सेउ होइन यसमा चाहिँ लागत चाहिँ कम अनि प्रफिट चाहिँ ज्यादा हुन्छ होइन अनि त्यही भएर चाहिँ सबैजनाले चाहिँ अहिलेको टाइममा चाहिँ यही सेउलाई लगाइरहेको छ होइन यहाँ अनि हामीहरूको चाहिँ ठेकेदारको पनि यही लगाएको थियो अनि त्यही भएर चाहिँ हामी ठेकेदारको घरमा आएको छौँ होइन सो यहाँ चाहिँ आज हामीहरू दाइ बाजे हुनुहुन्छ अनि म छु होइन सो यहाँ चाहिँ अहिले हामीहरू फिलहाल यो त्रिपाल थियो होइन यसमा लगाएको यस साइडले लगाएको थियो होइन अनि तेल निकालेर आएको छौँ अनि यो बुटाले चाहिँ गोर्नुपर्छ होइन सबको लगाएर यो घाँस निकाल्नुपर्छ अनि यो साइड साइडको उसलाई सोध्नुपर्छ होइन सो प्रोसेस चाहिँ सबै देखाउँछु होइन एन्ड आजको ब्लग कस्तो लाग्छ कमेन्ट सेक्सनमा भन्नु होला होइन सो लेट्स सो गाइज हामीले चाहिँ यहाँ त्रिपाल चाहिँ हटाइसक्यौँ होइन अनि त्यति हार्ड काम चाहिँ छैन हातले नै यसरी खनेर निकाल्ने होइन तर माटो चाहिँ धेरै चाम्रो छ होइन रातो माटो छ होइन त्यही भएर चाहिँ लास्टै चाम्रो छ सो गाइज हामीले चाहिँ यो वाला खेत सिद्धाइसक्यौँ होइन एन्ड अब चाहिँ यो खेत सिद्धिसक्यो अनि अब चाहिँ अर्को माथिको खेतमा जाँदैछौँ होइन अनि यहाँ चाहिँ दाइहरूले त्रिपाल उठाउँदै हुनुहुन्छ अनि यो चाहिँ सिद्धिसक्यो अनि लास्टै गाह्रो भइरहेको छैन खन्नलाई यो चाहिँ त्यति खासै उल्टो छैन तर हार्ड चाहिँ धेरै छैन माटो चाहिँ खुब चाम्रो पनि छ अनि रातो माटो रहेछ अनि त्यही भएर चाहिँ लास्टै चाम्रो छ सो अहिले चाहिँ हामीले यो खेत सिद्धाइसक्यौँ एन्ड अब चाहिँ माथिको खेतमा जान्छौँ होइन यो नि बिरुवालाई सिच्न लागि चाहिँ होइन पानीको लागि एन्ड यो यस्तो टाइपको यो पाइप छ होइन मोटो पाइप अनि त्यसमा चाहिँ यो सानो पाइप जोइन्ट छ होइन अनि यसले चाहिँ बिरुवाको जडमा चाहिँ सिधै पानी दिन्छ होइन एन्ड यता माटीमा चाहिँ टङ्की छ होइन त्यो माथिको अनि यताबाट चाहिँ यसमा पानी आउँछ अनि यो सबै क्यारीमा चाहिँ पानी जान्छ होइन हामी खाना खाएर रेस्ट गरिरहेको छौँ होइन सबैजना खाना खाएर बसिरहेको छौँ मोबाइल हेरिरहेको छौँ होइन एन्ड अब चाहिँ हामीले आज दिनभरि चाहिँ होइन 11-12 बजी 1 बजिसक्यो होइन अनि 1 बजीमा चाहिँ एउटा खेतमा चाहिँ निस्क्यो होइन अनि किनभने चाहिँ धेरै चाम्रो छ होइन अनि त्यही भएर अनि अब चाहिँ यताको अब योलाई खन्छौँ होइन सो अहिले चाहिँ रेस्ट गर्छौँ हामीले चाहिँ काम स्टार्ट गरिसक्यौँ होइन यहाँ चाहिँ अब सबै आफ्नो काममा लागिसक्यो होइन खतरा खर्न लाग्ने दाइ मजा आइरहेछ यो त हाम्रो अर्को दाइले दाइ मजा आइरहेछ हो दाइ बाजे मजा आउँछ ए बाजे मजै छ नि अब म पनि यसको आनन्द लिन्छु होइन तो गाइज हामीले चाहिँ होइन छुट्टी गर्ने टाइम भइसक्यो अनि 5 बजिसक्यो होइन एन्ड आज चाहिँ हामीले 2 गेउरा मात्रै खन्यौँ होइन अब फेरि सोध्नु होला यति किन खने भनेर होइन अनि आज चाहिँ यति भयो होइन धेरै नै चाम्रो छ अनि यो चाहिँ धेरै लामो छ होइन गराहरू पर त्यो सल्लाहको रुखका वरपीबाट यताको यो सल्लाहको रुखमा ऊ त्यहाँ परसमा छ होइन अनि त्यति लामो छ होइन अनि चाम्रो पनि धेरै रहेछ होइन अनि यति कहाँ सकिँदैन होइन सो त्यही भएर चाहिँ आज 2 गरेर मात्रै भयो अनि आज भोलि जान्छ भोलि फेरि यही नै होला होइन काम गर्ने सो अब चाहिँ छुट्टी गर्ने टाइम भइसक्यो एन्ड अब चाहिँ हामी सबैजना घर जाँदैछौँ होइन भाँडाकुँडी खेल्दैछौँ सो गाइज हामी चाहिँ गोडा पुगिसक्यौँ होइन अघि नै पुगिसक्यो होइन अनि हात खुट्टा धोयौँ अनि यहाँ चाहिँ हाम्रो खाना बन्दैछ यता चाहिँ दाइले हाम्रो खाना बनाउँदै हुनुहुन्छ के बनाउँदै यु आर स्पेसल कुक क्या बना रहे हो तो कुक जी यहाँ चाहिँ हाम्रो दाल भात बन्दैछ होइन यहाँ चाहिँ हाम्रो बाजेले चाहिँ के हो बाजे हो चटनी ओहो
पुदिना हालेर चटनी पिसाइ हुँदैछ होइन यहाँ हाम्रो बाजेको तर्फबाट सो आजको ब्लगमा यति नै होइन भेटौँलाको ब्लगमा तबसम्मको लागि बाई अनि आजको ब्लग कस्तो लाग्यो कमेन्ट सेक्सनमा भन्नु होला थ्याङ्क यू फर वाचिङ